ल है साथी हो आज भने म भोजपुर जाँदैछु। भोजपुर भन्दा नि यो कार्तिकदेखि मासतिर हाम्रो बहिनीको मेरो बहिनीको बिहामा। मलाई पनि ठाउँ चाहिँ थाहा छैन, शान्तालाई थाहा छ। शान्तासँग जाँदैछु। ल है साथी हो हामी चाहिँ तुर्के पुलमा आइपुग्यो हैन। तुर्के पुल हैन, हामी गएको चाहिँ हाम्रो निरु बहिनीको बिहा कहाँ अरे झ्याउ पोखरी। अब हामी आधा घन्टा जति यहाँ पुग्छौँ होला। बहिनी शान्ता बाइक यहाँ छ, भाइले पारी तारिसक्यो। बाटो चाहिँ लास्टै खतम रहेछ। ओके गाइज, अहिले चाहिँ हामी शरणनन्द नगरपालिका वार्ड नम्बर 12 तुर्केमा छौँ। हामी निरु बहिनीको बिहामा जाँदैछौँ। 4 जना, शान्ता, म, उषाको भाइ। हामी यहाँ छौँ अहिले कोशी किराना पसलमा खाजा खाने, अनि हामी जाने। ल है साथी हो, अहिले चाहिँ हामी पातले धारा भन्ने ठाउँमा छौँ। तुर्के पुलदेखि अलि मासतिर। यहाँ हामीले केही बेर भिडियोहरू खिच्यो होइन, भिडियो अनि केही फोटोहरू खिच्यो। अब यहाँदेखि हामी फेरि लाग्दैछौँ। यहाँबाट चाहिँ तुमलिङ टारको एकदमै राम्रो नजारा देखिँदो रहेछ, त्यो पनि हामीले अवलोकन गरिसक्यौँ। अब हामी लाग्यौँ। लुक एट दिस ब्युटिफुल सिनेरियो। तुमलिङ टारको विमानस्थलको यहाँबाट एकदमै सुन्दर नजारा देखिँदो रहेछ। ल है साथी हो, हामी पातले धारादेखि माथितिर लाग्यो। ल फाइनल्ली हामी चाहिँ बिहा घर आइपुग्यो होइन, बहिनीको घरमा। हाम्रो निरु बहिनीको घर बेहुली घर। ल लुक एट दिस। अब हामी घरतिर जाँदैछौँ। यो रहेछ बिहा घर चाहिँ। घुम्दा 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 सुन्तला रहेछ। लुक, रेनु हिजै आएछ। लुक एट दिस। झ्याउ पोखरी रमाइलो गाउँ रहेछ, फर्स्ट टाइम आएको। सुन्तला हेर यस्तो मजाले फलेको छ, यस्तो बुढो बोटमा नि। लुक एट दिस। मेरो बहिनीकोमा सुन्तला चाहिँ बब्बाले फलाएर चाहिँ यहीँ पनि यहीँ नजिकै यत्रो धेरै। लुक एट दिस। बेहुलाको आगमन भइसकेको छ।
ल हाम्रो बेहुला बेहुली है आजको बिहाको। स्वप्न आधार गरिसक्नु भयो हामीलाई हान्छ अब थोरै उगार्छ नि हामीलाई हान्ने छ ल है जन्तीलाई पर्छाइसक्यो। ल खाना टाइम है अब हाम्रो चाहिँ अलिकति हतार भयो। ओके गाइज अब चाहिँ हामी झ्याउ पोखरीबाट फर्किन्छौँ। निरु बहिनीको बिहा खाइसक्यो। हामी चाहिँ केही आफ्नो काम अर्जेन्ट विशेष भएर चाहिँ फर्किहाल्नु पर्ने भयो। ल थ्याङ्क्स फर वाचिङ।